उपस्थित सम्पूर्णमा नमस्कार। सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो र यो जन्मदेखि मृत्यु पर्यन्त चलि नै रहन्छ। र हामीसँग दुईजना वक्ता हुनुहुन्छ, दिवाकर जैसी र हसिना बस्नेत। हामीलाई 1 घण्टाको समय निर्धारण गरिएको छ र हामी त्यही 1 घण्टाको समयभित्र हामीलाई दिएको घर पहिलो विश्वविद्यालयको विषयमा केन्द्रित रहेर र घरमा हुने सिकाइसँग केन्द्रित रहेर हामीले कुराकानी गर्दछौँ। म दुवै वक्ताहरूलाई र यहाँ उपस्थित सम्पूर्णलाई नमस्कार र स्वागत गर्दछु। म यो घर पहिलो विश्वविद्यालयसँग सम्बन्धित रहेर म पहिलो प्रश्न म वक्ता हसिना बस्नेत प्रति केन्द्रित रहन्छु। एउटा घरलाई विश्वविद्यालय जस्तै बनाउनको लागि आमाको भूमिका कस्तो हुनुपर्छ? धन्यवाद रेशम सर र यहाँ उपस्थित सम्पूर्ण दर्शकहरूमा। आमाको भूमिका त अब यो वर्णन गरेर शब्दमा नै व्यक्त गर्न सकिन्छ जस्तो लाग्छ, एकदमै अपरिहार्य हो। अब हरेक चिजमा, चाहे त्यो भाषाको सिकाइ होस् या भावनात्मक सम्बन्धको कुरा होस्, चाहे अब संस्कृति, परम्परा, मूल्य, नैतिकताका कुराहरू होस्, अथवा तपाईँको सामाजिक सम्बन्धका कुरा होस्, हरेक क्षेत्रमा चाहिँ आमाको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। आमाको काखदेखिबाट नै बालबच्चाको चाहिँ सिकाइ सुरु हुन्छ जस्तो लाग्छ मलाई। र भावनात्मक सम्बन्ध पनि त्यत्तिकै हुन्छ आमासँग। जति आमाले चाहिँ बच्चालाई आफ्नो संस्कार अनुरूप ढाल्दै जान्छन्, त्यसअनुसार सिकाइ हुने हो। र विश्वविद्यालयमा औपचारिक शिक्षा हुन्छ भने आमाले चाहिँ अनौपचारिक शिक्षा सिकाउँदै जानुहुन्छ र हरेक सम्बन्धमा, हरेक बोलीमा, हरेक भाषामा आमाका हरेक व्यवहारमा सिकाइ हुन्छ। चाहे त्यो भान्सामा हेरेर होस्, आमाले पकाउन लागेको खानेकुराको स्वादमा होस्, या गमलामा पानी हालेका कुरा हुन्, या खेतबारी बगैँचाको कुरा होस्, यी हरेक कुरामा चाहिँ उनीहरूले धेरै कुराहरू सिकेका हुन्छन्। त्यसकारण आमाबाट धेरै कुरा छ सिक्ने। र बाबुबाट सिक्न सकिँदैन भन्ने पनि होइन, आमा र बाबु दुवैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। तर पनि हाम्रो यो नेपालको परिवेशमा बाबुहरू घरदेखि बाहिर कमाइको हिसाबले या अध्ययन अध्यापनका हिसाबले बाहिर निस्किनुपर्ने भएकाले त्यसै गरी धेरैजसो समय चाहिँ आमासँग व्यतीत गर्नुपर्ने बाध्यता पनि रहेको छ। र अहिले विकसित देशहरूमा आमासँग मात्रै होइन, विशेष गरी मैले डेनमार्कको एउटा इक्जाम्पल भर्खरै सुनेको, त्यहाँ चाहिँ सुत्केरी बिदा दिँदाखेरि अहिले 6 महिना आमालाई बिदा दिइँदो रहेछ भने 6 महिना बाबुलाई पनि बच्चा स्याहार्न चाहिँ बिदा दिइँदो रहेछ। र अरू डेभलपमेन्ट देशको कुरा गरे पनि हामी कहाँ पनि त्यस्ता संस्कारहरू, संस्कृतिहरू बिस्तारै आउनुपर्छ। आमा घरको पहिलो विश्वविद्यालय भए पनि बाबुको पनि भूमिका चाहिँ यसमा कम छैन। म दिवाकर जैसी प्रति केन्द्रित रहन्छु। यहाँ अभिभावक पनि हुनुहुन्छ, घरमा अभिभावकको भूमिका पनि यहाँले निर्वाह गर्नुहुन्छ र विद्यालयमा एउटा शिक्षकको भूमिका पनि निर्वाह गर्नुहुन्छ। एउटा राम्रो अभिभावक 1000 शिक्षकहरू बराबर हुन्छ भनिन्छ। बाबा बन्न सजिलो हुन्छ कि गुरु बाबा? धन्यवाद सरलाई। सर्वप्रथम त आज ग्याल्पो लोसर भएको हुनाले म सम्पूर्ण शेर्पा दाजुभाइ दिदीबहिनीहरूलाई लिटरेचर फेस्टिभलको माध्यमबाट शुभकामना दिन चाहन्छु। र यहाँ प्रश्न रह्यो, विश्वविद्यालयसँग प्रश्न रहेको छ, एउटा बुबा बन्नु सजिलो हुन्छ कि गुरुबा बन्न सजिलो हुन्छ? वास्तवमा दुइटै बन्न सजिलो पनि हुन्छ, दुइटै बन्न गाह्रो पनि हुन्छ। एउटा बुबाले एउटा बच्चा जन्मेपछि उसलाई सही बाटोमा लैजानको निम्ति
जे जस्तो भूमिका खेल्नुपर्ने हुन्छ। बुवाको काँधमा यति धेरै जिम्मेवारी हुन्छ, आफ्ना छोरा या छोरीलाई संस्कारिक बनाउनको निम्ति बुवाले समय दिन सकिएन भने ती बाबु नानीहरू सही ट्र्याकमा हिँड्न असमर्थ हुन सक्छन्। तसर्थ आफ्ना सबै जिम्मेवारीलाई एकातिर राखेर केही समय हामी आफ्ना छोराछोरीलाई दिन सक्यौँ भने हामी सही बाटोमा आफ्ना छोराछोरीलाई लैजान सकिन्छ। त्यो हिसाबले बुवाको भूमिका हामीले यति भनेर सीमित गर्न सकिँदैन, अथाह भूमिका रहन्छ। भने तिनै बाबु नानीहरू एउटा शिक्षालयमा आइसकेपछि अनि शिक्षकको र शिक्षिकाको हातमा जब आउँछन्, त्यहाँ व्यावहारिक शिक्षा भन्दा पनि त्यहाँ औपचारिक शिक्षामा हामी जोड दिनुपर्ने हुन्छ। औपचारिक शिक्षा यो अर्थमा मैले भनिरहेको छु, त्यहाँ कोर्स कन्टेन्टहरू हुन्छन्, त्यहाँ परीक्षाहरू लिइन्छ, त्यहाँ विविध कुराहरू सिकाइन्छ। पढाउने काम मात्रै नभइकन त्यहाँ पढाउने भन्दा पनि सिकाउने काम हामी बढी गर्नुपर्ने हुन्छ। त्यो अर्थमा पनि शिक्षक शिक्षिकाको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। मैले यो ठुलो हुन्छ र त्यो ठुलो हुन्छ भनेर यसरी डिग्रीबाट नाप्न मैले सक्दिनँ। म म्याडमतर्फै केन्द्रित रहन्छु। घरमा विद्यार्थीहरूले संस्कार सिक्छन्, घरमा विद्यार्थीहरूले हामीले गरेका व्यवहारहरूबाट सिक्छन् र सबै उमेरका बालबालिकाहरूको सिकाइको स्तर पनि समान हुँदैन। घरको विश्वविद्यालयमा सजिलै सिकाउन सकिने उमेर समूह र केही कठिनाइका साथ सिकाउन सकिने उमेर समूह कुन हो? कठिनाइका साथ सिकाउन सकिने उमेर समूहका बालबालिकाहरूलाई अभिभावकहरूले कसरी सिकाउनुहुन्छ? एउटा आमाको ठाउँमा रहेर, हजुरले आमा भनेर, बालबच्चाहरूको आमा भनेर ती कठिन उमेर समूहका बालबालिकाहरूलाई सिकाउने तरिकाको बारेमा केही बताइदिनु न। धन्यवाद रेशम सर। अहिले अब विशेष गरी म आफै आमा भएर आफ्ना बालबच्चाहरू हुर्काएको र मेरो हजुरआमाको काखमा मेरा हजुरबुवाका कथा सुन्दै, मेरा बुवाका कथा सुन्दै हुर्केको कारणले पनि गर्दाखेरि अब आमाको भूमिका त एकदमै हुने नै भयो। तैपनि जुन यहाँले भने जस्तो घरमा सिकाउन सकिने थुप्रै कुराहरू हुन्छन्। अहिले एउटा घर मात्र नभएर मोबाइल पनि भएको छ। अघि भर्खरै योभन्दा अगाडिको सेसनमा पनि मोबाइलको कुरा आएको थियो। घरमा आमा सँगसँगै बच्चाले मोबाइलबाट पनि धेरै कुराहरू सिकिरहेको हुन्छ। उसले प्रविधिका कुराहरू सिकिरहेको हुन्छ। अलिकति अगाडिको पुस्तामा हामीले प्रकृतिबाट धेरै कुरा सिक्थ्यौँ, पँधेरोमा होइन, आफ्ना आँगन पिँढीबाट, आफ्ना घरमा चाहिँ चिया गफमा आउने हजुरबुवाहरूका गफबाट, अङ्कलहरूका गफबाट, अनि त्यसपछि तल बिसी झर्दाखेरिका देखेका चाहिँ जुन एउटा जमघटहरूबाट धेरै कुरा सिक्थ्यौँ भने अहिले हाम्रो बच्चाहरूलाई बालबालिका जुन एजमा 6 वर्ष नपुग्दै, विशेष गरी असाध्यै छिटो सिक्ने समय भनेको त 6 वर्षसम्म हो। बालबच्चाले जब आमाले चाहिँ 6 वर्षसम्म जे भनेको पनि मान्छ कि त्यो त्यही भएर धेरै कुरा चाहिँ जुन मेरै बच्चाले हेर्दाखेरि ऊ शौचालय गयो भने बाबु पानी हालेर आउनुपर्छ है पिसाब फेरेपछि भन्यो भने गएर त्यो पानीको त्यो मख नभरिन्जेलसम्म पनि पुरेर पानी हालेर आउँथ्यो। जब ऊ 6 वर्ष गर्दै गयो, बिस्तारै अलिकति उमेर बढ्दै गयो, अनि त्यसपछि उसले आफै हेलचक्राइ गर्नु पऱ्यो। बाबु फेरि तिमीले राखेनौ भन्यो। थोरै अनि उमेरको क्रममा बढ्दै गर्दाखेरि 6 वर्ष 10 वर्ष 8-9 वर्ष भएपछि अलिकति अटेरी हुने हो कि जस्तो। अटेरी भन्ने म शब्द त प्रयोग गर्दिनँ, तर पनि उमेरको सिकाइसँगै उनीहरूको सिक्ने दायरा पनि फरक हुन्छ। आमाभन्दा फरक अघि मैले भने प्रविधि मोबाइल पनि आएको छ हाम्रो घरमा। अरूतिरबाट पनि सिक्दै जाँदाखेरि उसलाई विद्यालयमा पनि धेरै कुरा सिकिरहेको हुन्छ। गर्दाखेरि जुन 6 वर्षको उमेरसम्म बच्चाले चाहिँ आमालाई एउटा आइडल, बाबुलाई चाहिँ एउटा आइडलको रूपमा मानेर सिकिरहेको हुन्छ। बिस्तारै उमेरको क्रममा चाहिँ त्यो भनेको मान्ने कुरा छ नि, त्यो बिस्तारै अलिकति कम हुँदै जान्छ र विशेष गरी टिनेजमा पुगिसकेपछि अब 11देखिबाट 19सम्म भनौँ न, 11, 12, 9, 8, 9, 10मा गइसकेपछि त अब आमा बुवाले भनेको हो कि होइन जस्तो कि सानो 2 मिनटको टिकटक भिडियोमा उनीहरूले भिडियोमा सिकेको कुरा भन्दा वर्षौँदेखि परापुरो कालदेखि हामीले सिक्दै आएका कुराहरूमा चाहिँ विश्वास नमान्ने जस्तो, यो त यो हो नि बाबु भन्दाखेरि नमान्ने जस्तो। उमेरको क्रममा चाहिँ अब उनीहरूमा हर्मोन पनि परिवर्तन हुने होला, मनोवैज्ञानिक परिवर्तन हुने होला, यसतर्फ गइन म। तर चाहिँ बिस्तारै उमेर क्रममा चाहिँ अलिकति आमा बाबुलाई भनेको कुरा चाहिँ
मान्ने क्रम चाहिँ घट्दै घट्दै गएको हो कि जस्तो लाग्छ। र अब त्यसमा चाहिँ अब त्यसको लागि समाधान पनि हामीले आफूले खोज्नुपर्छ। उनीहरूलाई चाहिँ उनीहरूका सीमितताहरू निर्धारण गरिदिने, होइन, योमा यो गर्न हुन्छ, यसमा यो गर्न हुँदैन भनेर भन्ने, उनीहरू के कुरामा खुसी हुन्छन् विशेष गरी त्यसलाई जोड दिने। अनि सरले भनिसक्नुभयो घरबाट सिक्ने कुराहरू, हामी बाहिरका धेरै कुराहरू थाहा हुन्छन् हाम्रो बच्चाहरूलाई, तर घरमा पकाउने, मेरो घरमा चाहिँ 20-25वटा बट्टा छ, त्यो बट्टाको एउटा भाँडाभित्र के छ, मकै छ कि भट्ट छ कि चना छ कि त्यो कुराहरू नै उनीहरूलाई थाहा भइरहेको हुँदैन। आफ्नो घरमा सधैँ खानेकुरामा सन्जकीमा भएको त्यो खोपामा भएको बेसार कुन हो, मसला कुन हो भनेर सोधिरहेको हुन्छ। यस्तो कुराहरू पनि हामीले सिकाउनु पर्ने रहेछ। विशेष गरी होइन, खाना भन्ने कुरा त हामीलाई नभई नहुने कुरा हो। घरको चाहिँ भान्साका कुरादेखिबाट, गमलामा फुलेको फुलका कुरादेखिबाट, बारीमा गएर एउटा मुला उखालेर लिएर आऊ न छोरा भन्दाखेरि मुला भनेको के हो भन्नेसम्मको अहिले बालबच्चा भइरहेका छन्। त्यसकारण हामीले बिस्तारै उनीहरूको उमेरसँगै रुचिअनुसार चाहिँ सिकाउँदै जानुपर्छ जस्तो लाग्छ मलाई। म्याडमले विद्यार्थीहरूले एउटा बालबालिकाहरूले आइडलको रूपमा सोध्छन् भन्नुभयो। हरेक बालबालिकाहरूलाई हामीले हजुरहरू भविष्यमा को जस्तो बन्ने भनेर प्रश्न गऱ्यौँ भने अधिकांश बालबालिकाहरूको जवाब मेरो बाबा जस्तो र मेरो आमा जस्तो बन्ने भन्ने आउँदैन। किन अहिलेका अभिभावकहरू आफ्नै छोराछोरीका लागि आइडल व्यक्ति बन्न सकेनन्? आइडल अभिभावक बन्नका लागि अभिभावकहरूले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्व के हो? यो प्रश्न दिवाकर सरको लागि। धन्यवाद। आइडल मान्छे बन्नको लागि हुन त हामीले कहिलेकाहीँ सुन्छौँ कतिपय विद्यार्थीहरूले म ठुलो भएर फलानो मिस जस्तै बन्छु, फलानो म्याडम जस्तै बन्छु भनेर भनिरहेको हामी सुन्छौँ। सँगसँगै अझै मिस र म्याडमहरूका एक्टिङ पनि गरेको हामी देख्छौँ, घरमा आएर पनि त एक्टिङ गरेका देख्छौँ। र रह्यो प्रश्न बाबा आमाहरू आइडल किन बन्न सकेनन् बाबु नानीको निम्ति भन्ने प्रसङ्गमा, घर आफैमा आजको विषयवस्तु पनि विश्वविद्यालय भनेर भनिएको छ। घरभित्र धेरै कुराहरू छन्, घरभित्र सिक्ने कुराहरू धेरै छन्। त्यहीँभित्र हामीले म्याथमेटिक्स पढाउन सक्छौँ। दुईवटा रोटी दिए पनि त्यो म्याथको एउटा प्रक्रिया हो। 5वटा पिस बिस्किट दियो भने त्यो म्याथको एउटा प्रक्रिया हो। त्यहाँभित्र इङ्ग्लिस छ। हामी मोबाइलको प्रसङ्ग निकाल्नु भयो त म्याडमले मोबाइल भन्ने शब्द इङ्ग्लिस सिकिरहेका हुन्छन्, टेलिभिजन भनेका हुन्छौँ, टेलिभिजन भन्ने इङ्ग्लिस वर्ड सिकिरहेका हुन्छौँ। त्यहीँभित्र साइन्स छ। हामीले भन्ने के गर्छौँ भने घर नै प्रथम स्कुल हो भनेर भन्ने गरेका हुन्छौँ। घरका आमा बाबा नै पहिलो शिक्षक शिक्षिका हुन् भन्ने गरेका हुन्छौँ, पढ्ने गरेका छौँ। मैले त योभन्दा अझै अगाडि बढेर भन्ने गरेको छु, शिक्षक शिक्षिका मात्रै नभएर आमा बाबाहरू त म्यानेजर पनि हुन्। आमा बाबाहरू प्रथम आर्किटेक्चर इन्जिनियर पनि हुन्। आमा बाबाहरू साइन्टिस्ट पनि हुन्। आमा बाबाहरू होटल म्यानेजमेन्टको गतिविधि पनि सिकाइरहेका हुन्छन्। त्यहाँभित्र त धेरै कुरा छ। यो अर्थमा पनि सायद आजको टपिक घर विश्वविद्यालय भएको जस्तो मलाई लाग्छ। अब यी कुराहरू गर्दै गर्दाखेरि आमा बाबाहरूले अलिकति समय दिन सकियो भने हामी बाध्यता छ। कतिपय बाबु नानीका आमा बाबाहरू हामीसँगै हुनुहुन्न, बाध्यताले विदेशमा जानु परेको छ, बाध्यताले काममा जानु परेको छ, नेपालका विभिन्न कुनामा गएर काम गर्नु परेको छ, बाध्यताले घरै भए पनि बिहान बाबु नानी नउठ्दै आफ्नो पेसा व्यवसायमा जानु परेको छ र आउँदाखेरि बाबु नानी सुतिरहेका हुन्छन्। यी विविध कारणले पनि बाबु नानीलाई आमा बुवाहरूले समय दिन नसकेको कारणले पनि सायद आमा बाबुलाई आदर्श पुरुषको रूपमा मान्नलाई उदाहरणको रूपमा नल्याएका हुन् कि जस्तो मलाई लाग्छ। तर समय दिएर बाबु नानीसँग बसेर खेलेर एउटा साथीबाट एउटा मित्र भएर हामी बाबु नानीसँग बस्न सक्यौँ भने पक्का पनि आफ्ना बाबु नानी जस्तो आइडियल पुरुष या महिला अरू कुनै हुन सक्दैन जस्तो मलाई लाग्छ। सरलाई धन्यवाद। बालबालिकाहरूको प्रारम्भिक सिकाइको आधार भनेकै उसको घर हो। नैतिक संस्कार, सामाजिक मूल्यहरूको चिनारी, जिम्मेवारी र अनुशासनको विकास समेत उसले घरबाट नै प्राप्त गर्नुपर्छ। आजको यो डिजिटल युगमा के यो
सम्भव छ? हसिना म्याडमलाई मेरो प्रश्न। सम्भव नहुने त कुरा नै भएन, हामीले गर्नु पनि पर्छ। किनभने अबको हाम्रो भविष्यका कर्णधारहरूलाई हामीले हाम्रा जुन संस्कार, संस्कृति, मूल्य, मान्यता, होइन, चाडपर्व, हाम्रा चाहिँ हरेक कुराहरू, इष्टमित्रदेखिबाट सबै कुरा चाहिँ सिकाउनु पर्छ। अब हाम्रो जिम्मेवारी भनेको उनीहरूलाई पढाइ सिकाइ मात्र ठुलो कुरा होइन, विद्यालयमा गएर पढ्ने कुरा मात्र सिकाइ होइन, हाम्रा चाहिँ हरेक कुराहरू, हाम्रा संस्कृतिहरू, एउटा चाडमा गयो भने एउटा बच्चाले कति कुरा सिक्न सक्छ, उनीहरूलाई बाहिरी ठाउँमा लाग्नु पर्यो। अहिले अघि सरले पनि भन्नुभयो, बालबालिकाका लागि हामीसँग समय नै छैन। अहिले धेरै जसोलाई के छ, अब अहिले काम पनि गर्नुपर्छ, अब आफ्नो आर्थिक अवस्था, होइन, रोजगारीका निम्ति बाहिर जानुपर्छ, काम गर्नुपर्छ, आमा पनि व्यस्त हुनुहुन्छ, बुवा पनि व्यस्त हुनुहुन्छ, र एक दिन बिदाको दिन आउँछ, एक दिन शनिबार आउँछ, त्यसमा पनि बुवा या आमा व्यस्त हुनुहुन्छ, कुनै सामाजिक कार्यमा लाग्नुहुन्छ अथवा आफ्नो रुचिको क्षेत्रतिर जानुहुन्छ। केटाकेटीलाई हजुरबुवा हजुरआमा अथवा कसैको भरमा छोडेर आफू चाहिँ अन्त हिँड्नुहुन्छ। विशेष गरी बालबालिकालाई लिएर हिँड्ने, आफूसँग लिएर हिँड्ने संस्कार नै छैन हामीसँग। र ठुला मान्छेहरू बसेर एक ठाउँमा कुरा गरिराख्नुहुन्छ, कोही बाहिरको मान्छे आयो भने जाऊ तिमी उता कोठामा गएर बस भन्ने खालको संस्कृति छ कि त्यस्तो बानीहरू हामीले हटाउनु पर्छ। र उनीहरूलाई हामीसँगै जति सक्यो सानै उमेरदेखिबाट, होइन, हामी बाहिर लग्यो भने बच्चा बिरामी हुन्छ अथवा चिसो लाग्छ यस्तो खालको सोच्छौँ नि, त्योभन्दा पनि हामीले जति सक्यो एक्सपोज गराउने, प्रकृतिमा होस् या मन्दिर जाँदा मन्दिर लैजाँदा तपाईँ मन्दिर जानुहुन्छ अथवा आफ्नो धर्मको कुनै अन्य ठाउँमा जाँदाखेरि त्यहाँ लैजानुहोस्, अथवा विवाहमा जाँदा विवाहमा लैजानुहोस्, कुनै कार्यक्रममा जानुहुन्छ भने कार्यक्रममा लैजान सक्छ। जति सक्यो आफ्नो बच्चालाई चाहिँ जुन बाहिर लगेर एक्सपोज गरायो भने त्यहाँबाट चाहिँ बच्चाहरूले धेरै 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 कुराहरू चाहिँ सिक्न सक्छन्। र उनीहरूले अहिले सिक्ने घरबाट मात्रै होइन कि घरमा चाहिँ उनीहरूले विभिन्न खालका, अब आफ्नै एउटा ट्विन्स बच्चा छ भने, जुम्ली बच्चा छन् भने उनीहरूको पनि त बानी व्यवहार एउटै हुँदैन नि त। एउटाले अर्को सोचिरहेको हुन्छ, अर्कोले चाहिँ उसको रुचि अर्कै भइरहेको हुन्छ। त्यस्तै गरेर घरमा चाहिँ आमा, दिदी, दाई, भाइ, होइन, हजुरबुवा, काका, अङ्कल सबैको एउटा दृष्टिकोण भिन्दै हुन्छ, रुचि भिन्दै हुनसक्छ, चाहना भिन्दै हुन्छ। त्यहाँ घरभित्र अन्तर्द्वन्द्वहरू पनि भइरहेका हुन्छन्, बुवा आमाको चाहिँ कहिलेकाहीँ डिस्कसहरू परिरहेको हुन्छ। त्यस्तो बेलामा चाहिँ सकेसम्म बच्चाको अगाडि नदेखाइकन हामीले त्यस्ता कुराहरूबाट पनि टाढा राखेर बच्चाको चाहिँ रुचि चाहना हेरेर हाम्रै कुराहरूबाट प्राकृतिक रूपले नै हामीले गरेका जुन सिकाइहरूबाट, हामीले गरेका व्यवहारबाट नै बच्चाहरूले चाहिँ धेरैभन्दा धेरै कुराहरू सिक्ने गर्छन् जस्तो लाग्छ सर मलाई। धन्यवाद। म्याडमले भन्नुहुन्छ बालबच्चाहरूको लागि समय, अभिभावकहरूले समयको व्यवस्थापन गर्नको लागि जटिल भयो। म सरलाई यसैसँग सम्बन्धित रहेर एउटा प्रश्न राख्छु। हामीले हाम्रा बालबालिकाहरूका लागि समय व्यवस्थापन गर्न नसकेका हौँ कि नपाएका हौँ सर? हामीले समयको व्यवस्थापन नगरेको हो। समयको व्यवस्थापन गर्नुपर्ने हुन्छ। हामी समाजलाई दिन्छौँ, हामी अरूलाई दिन्छौँ, कहीँ भेटघाटलाई दिन्छौँ, कहीँ भोज भतेरलाई समय दिन्छौँ भने हाम्रा सबैभन्दा महत्त्वपूर्ण मुटुका टुक्रा हुन् हाम्रा छोराछोरी भनेका। त्यहाँ यी छोराछोरीलाई हामीले कुनै वस्तुसँग तुलना गर्न सक्दैनौँ। त्यति मूल्यवान वस्तु, त्यति मूल्यवान चिज हुन् हाम्रा छोराछोरीहरू। यी छोराछोरीको निम्ति हामीले समय व्यवस्थापन गर्नै पर्ने हुन्छ। समय व्यवस्थापन नगरेको कारणले यी केही समस्याहरू देखिन आएका हुन्। हामीले समयलाई व्यवस्थापन गर्न सक्यौँ भने गर्न सकिन्छ। समय छ हामीसँग, सबैसँग 24 घन्टा हुने हो। विश्वका महत्त्वपूर्ण व्यक्तिहरूसँग पनि 24 घन्टा हुन्छ। तर ती व्यक्तिहरूले आफ्नो घरको निम्ति, परिवारको निम्ति, छोराछोरीको निम्ति केही समय दिन्छन् भने हामीले पनि त्यसरी नै सिक्नुपर्ने हुन्छ र समय आफ्ना बाबु नानीको निम्ति दिन सक्यौँ भने हाम्रा यी धेरै समस्याहरूलाई हामीले घरबाटै समाधान निकाल्न सक्छौँ। धन्यवाद सरलाई। हाम्रा बालबालिकाहरूको लागि हामीले दिने शिक्षा हाम्रो इच्छा अनुकूलको शिक्षा हुनुपर्ने हो कि अथवा बालबालिकाको इच्छा अनुसारको शिक्षा हुनुपर्ने हो? यो बाल मैत्री वातावरणको जो युगमा अहिलेको घरको सिकाइमा यहाँले के कस्ता चुनौतीहरू देख्दै आउनुभएको छ? मैले यो प्रश्न हसिना म्याडमको लागि।
धन्यवाद सर। बालबालिकाको इच्छा अनुरूपकै शिक्षा हुनुपर्छ जस्तो लाग्छ। तर अब हाम्रो यसको लागि हाम्रा नीतिहरू होइन, अघि पनि योभन्दा अगाडिको सेसनमा हाम्रा सरहरूले राज्यको चाहिँ जुन नीति छ त्यो अनुसारको हामीले विद्यालयमा अथवा घरमा जुन नम्बर अनुसार नापेर अहिलेको शिक्षा, मेरो विद्यालयमा मैले पढाउँदा पनि जब बच्चाहरूले नम्बर धेरै ल्याइदिन्छन् बुवा आमाहरू एकदमै खुसी हुनुहुन्थ्यो। अनि अलिकति कम ल्यायो भने हामीसँग अभिभावक शिक्षकसँग बोल्न पनि नखोज्ने खालको एउटा व्यवहार जस्तो लाग्थ्यो। तर पनि उसलाई नम्बरको मापनको आधारमा होइन कि मेरो छोराछोरी जसरी पनि सहभागी भएको छ उसले अहिले नसके पनि भविष्यमा गर्नेछ भन्ने खालको एउटा त्यो हामीले त्यो धारणा राख्नुपर्छ। र उनीहरूलाई के मनपर्छ, म आफ्नै एउटा उदाहरण भन्न पनि चाहन्छु। म सानो हुँदा त्यही 6-7 वर्षको हुँदा होला मेरो बुवा र अङ्कलले चाहिँ यो जासुसी उपन्यासहरू पढ्नुहुन्थ्यो कि प्रकाश कोविदको, वेद प्रकाशको। अनि मेरो घर अलिकति तल थियो, अङ्कलको घर थोरै माथि थियो। अनि मलाई के काम लाउँथ्यो भने उनीहरूले आफू घरमा बसेर पढ्ने, अनि त्यो किताब ओसार पसार गर्नु पर्थ्यो कि त्यो किताब चाहिँ एउटाले पढेर सक्नुहुन्छ अनि फेरि माथि लैदियो, अनि फेरि त्यो किताब अलि उतापट्टि लैदियो गर्दाखेरि त्यो किताबको मैले 3-4 जनाको बिचमा धेरै नै मेरो 2-3 वर्ष त किताबै ओसार पसार गर्ने खालको काम पर्थ्यो। त्यसले गर्दा मलाई एकदम पढ्नको रुचि भोक पनि जाग्यो जस्तो लाग्छ कि त्यो कारणले गर्दा। अनि बुवाले बालकथा बाल किताबहरू ल्याउनुहुन्थ्यो र उहाँ अलि टाढा पढाउनुहुन्थ्यो। अनि कहिलेकाहीँ त्यो किताबहरू राति बत्तीको हाम्रो तपाईँहरूले जस्तो जुन सुविधा पाउनु भएको छ त्यो बेलामा थिएन, पानसमा पढ्नु पर्थ्यो। रातभरि बसेर पढ्दा त्यो कथाको किताब नाक चाहिँ कहिले धुलोले टम्म पनि भरिएको हुन्थ्यो। त्यस्तो गरेर पढिन्थ्यो। एक दिन त के भयो भने मैले पढ्दै गरेको कथा चाहिँ जुन मङ्गल ग्रहको बारे थियो, त्यो मङ्गल ग्रहमा 2 जना केटाहरू जुन एकदमै उत्सुकता पानी छ यहाँ चाहिँ हावा छ भनेर त्यो एउटा गफ गरेको थियो। त्यो मन उठ्दै बुवाले आइतबार बिहानै बुवा हिँडेर टाढा जानुपर्ने त्यो किताब लिएर जानुभएछ। अनि मलाई त त्यसले एकदम ट्रमा नै पार्यो कि त्यो मैले त्यो किताब चाहिँ पढ्नु पछिसम्म पनि खोजेँ, आइए बिए डिप्लोमा पढ्दासम्म पनि त्यो किताबको मलाई भोग जाग्यो। त्यसकारण हामीले जुनसुकै बालबच्चालाई पनि उनीहरूलाई भोग जगाइदिने हो। पठन क्षेत्रमा मात्र म भन्दिनँ, उनीहरूको रुचि के छ, खेलकुदमा छ कि होइन, अथवा गीत सङ्गीतमा छ कि केमा रुचि छ। एउटा बालबालिका आफैमा विश्वविद्यालय हो जस्तो लाग्छ। एउटा हिजो मेरो छिमेकीको बाबुले के भन्नुभयो भने आज मलाई स्कुलमा 5,000 पाइला हिँड्यो होला, म कम्तीमा पनि भन्यो 5,000 पाइला त हिँड्न सक्यो कि सकेन ऊ, म एकदम गन्तीमा चाहिँ भन्न सक्दिनँ होइन, उसले हिसाब ठ्याक्कै मिलायो कि मिलाएन। तर पनि उसलाई विद्यालयमा के गर्यो, 5 कक्षामा पढ्ने विद्यार्थीलाई उसलाई विद्यालयमा कस्तो शिक्षा दियो, कुन टिचरले कस्तो भयो, अनि गुगलमा खोज्दाखेरि के भन्यो, डिपसिकमा खोजेर के भन्यो भन्ने कुरा धेरै कुराहरू थाहा हुन्छ। अहिलेको 5 कक्षाको बच्चामा धेरै ज्ञान हुन्छ। त्यसकारण हामीले हाम्रो इच्छाभन्दा पनि बालबालिकाको इच्छालाई पहिचान गरेर हामीले चाहिँ अगाडि बढ्नुपर्छ। उनीहरूको रुचि के छ त्यो चाहिँ पत्ता लगाइदिनुपर्छ र त्यसमा चाहिँ हामीले मलजल गर्दै अगाडि बढ्ने हो। र त्यसपछि मात्रै एउटा बालबालिकालाई घरमा शिक्षा पाउँछ आफ्नो अभिभावकलाई को अनुसार, त्यसपछि बल्ल उसको बलियो व्यक्तित्व निर्माण हुने हो जस्तो लाग्छ मलाई सर। हस्, धन्यवाद। घरको म थोरै थपौँ सर। सर, यो पढाउने सन्दर्भमा हाम्रो इच्छा अनुसार पढाउने कि बालबालिकाको इच्छा अनुसार पढाउने भन्ने जुन सन्दर्भ छ, हामीलाई कोर्स कन्टेन्टहरू दिएको छ। तर त्यो कोर्स कन्टेन्टलाई बाबु नानीहरूको इच्छा अनुसार अहिलेको युग सुहाउँदो तरिकाबाट हामीले पढाइदियौँ भने बाबु नानीहरू बढीभन्दा बढी लाभान्वित हुने थिए। जस्तै आज मैले देखिरहेको छु यहाँ बाबु नानीहरू केही आउनुभएको छ, उहाँहरू यहाँको लाइब्रेरीभित्र छिरेर आफूले मनपर्ने किताब किनेर लानु हो भने अवश्य पनि पढ्नुहुन्छ। मैले मेरो इच्छा अनुसार एउटा किताब लगेर घरमा मेरो बाबु नानीलाई दिएँ भने सायद उसले पढ्ला या नपढ्ला, तर त्यही बाबु नानीलाई मैले बुक सपमा लिएर गएर एउटा बुक उसले आफै रोजेर त्यो किताब लिएर गयो भने उसले केही न केही पढ्छ। अर्थात् मैले यहाँ के भन्न खोजेँ भने अहिलेको समय अनुकूल त्यो कोर्सलाई, त्यो कन्टेन्टलाई समय अनुकूल ढालेर हामीले पढाउन सक्यौँ भने बाबु नानीहरू उत्सुकताका साथ पढ्ने छन् भन्ने मैले बुझेको छु। धन्यवाद सरलाई। विद्यालयमा होस् अथवा घरको विश्वविद्यालयमा अहिलेका बालबालिकाहरूलाई भयरहित वातावरणबाट सिकाउनुपर्छ भन्ने मान्यताहरू आइरहेका छन्। बालबालिकाहरूलाई भविष्यप्रति अलिअलि डर देखाउने कि
अथवा बालबालिकाहरूलाई डर नै नदेखाउने। अर्थात् सिकाइको लागि घरको वातावरण कस्तो हुनुपर्छ? दिवाकर सरको लागि यो प्रश्न। भएको त कुरा गर्नै हुँदैन, डरको कुरा गर्नै हुँदैन। अहिले भनेको विद्यार्थीको साइकोलोजीलाई बुझ्नुपर्ने हुन्छ, विद्यार्थीको मनस्थितिलाई बुझेर हामीले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। कतिपय सन्दर्भमा नहुँदै पनि आउँछ, तर त्यो कहिलेकाहीँ भय डर आयो भने त्यो पोजिटिभ डर हुनुपर्छ, त्यसले राम्रो गरोस् भन्ने हिसाबले। मानौ कहिलेकाहीँ हामी के भन्छौँ, तिमीले अलि राम्रो पढ्नुपर्छ, यो गर्नुपर्छ, तिम्रो कारणले मेरो पनि इज्जत जोडिएको छ भन्ने किसिमबाट तिमीले राम्रो रिजल्ट गर्यौ भने मेरो पनि इज्जत बढ्छ, त्यसको लागि म पनि तिमीलाई रिवार्ड गर्छु। त्यो एकातिर अलिअलि मैले रिजल्ट बढाउनु पर्छ भन्ने छ, तर त्यसको पोजिटिभ इम्प्याक्ट आउने किसिमबाट हामीले त्यो किसिमको वातावरण सिर्जना गर्नुपर्ने हुन्छ। आजकल डर त्रास देखाएर थर्काएर पिटेर अथवा अरू कुनै गतिविधि गरेर विद्यार्थीहरू पढ्नेवाला छैनन्, छोराछोरीहरू पढ्नेवाला छैनन्। छोराछोरीलाई जति सक्यो तिनको मनभित्र पसेर तिनलाई खुसी बनाएर तिनले चाहेको वातावरण बनाएर अनि हामीले पढाउन सक्यौँ भने, हामीले त्यो वातावरण घरमा सिर्जना गर्न सक्यौँ भने हाम्रा कुराहरू मान्छन् र हामीले चाहेको, हामीले कस्तो चाहिरहेछौँ, हामीले रिजल्टको नम्बर मात्रै चाहेका हुँदैनौँ, हामी असल बाबु नानी बनाउन चाहेका हुन्छौँ, असल नागरिक बनाउन चाहेका हुन्छौँ। असल नागरिक बनाउनको निम्ति हामीले तिनको मनोवृत्ति बुझ्नुपर्छ। मनोवृत्ति बुझे अनुरूप हामीले तिनलाई त्यो किसिमको वातावरण सिर्जना गर्न सक्यौँ भने पक्का पनि त्यहाँबाट नतिजा राम्रो आउँछ। ती बाबु नानीहरू संस्कारिक हुन सक्छन्। धन्यवाद सर। बालबालिकाहरूको पहिलो पाठ्यक्रम नै तिनीहरूको आमा हुनुहुन्छ। यहाँ त आमा पनि गुरुआमा पनि दुवैको भूमिकामा रहनुभयो। सिकाइको सन्दर्भमा यहाँलाई आमा बन्न सजिलो छ कि गुरुआमा? यो हसिना म्याडमको लागि प्रश्न। मान्छेको सबैभन्दा ठुलो उत्प्रेरणा के हो भन्दाखेरि बाध्यता। आमा बनिसकेपछि तपाईँलाई तपाईँको बच्चाप्रति अथवा तपाईँको बालबालिकाप्रति प्राकृतिक रूपमा नै मोह जाग्दछ। तपाईँको बाबुलाई पनि जाग्दछ, आमालाई मात्र होइन। बाबु या आमा दुवैको भूमिका बराबर नै हो। तर पनि आफ्नो त्यो बच्चा भएर होइन, एकदमै स्वतन्त्र भएर हिँडेका आमा बाबुहरू पनि जब बालबच्चा जन्मिन्छन् त्यसपछि रातभरि बच्चा रोए पनि अथवा रातभरि बिरामी भए पनि कुरेर पनि भोलिपल्ट बिहान पनि उस्तै फ्रेस नै देखिरहेका हुन्छन्। किनभने बालबच्चाको लागि हामीले त गर्नु नै पर्छ। यो हाम्रो निर्णयले, हाम्रो रहरले जन्माएको हो नि त बालबच्चा। बालबच्चा भएर आमा भएपछि हाम्रो भूमिका हरेक क्षेत्रमा चाहिँ महत्त्वपूर्ण हुन्छ। चाहे त्यो बोली भाषा सिकाउन होस्, चाहे त्यो आफ्नो बच्चालाई होइन खानेकुराको खुवाउने सन्दर्भमा होस्, उसलाई सिकाउने सरसफाइका कुराहरू हुन्। हरेक कुराहरूमा चाहिँ हामी उसलाई चाहिँ आफ्नो बच्चा भनिन्छ नि, एउटा खेतीबारी राम्रो अर्काको, बालबच्चा राम्रो आफ्नो भन्ने एउटा नेपालीमा उखान पनि छ होइन। त्यसकारण आफ्नो बालबच्चालाई कसरी अब्बल बनाउने भनेर आमाको भूमिका त हुन्छ नै। र गुरुआमा भएर विद्यालयमा गइसकेपछि पनि गुरुआमाको पनि उत्तिकै भूमिका हुनुपर्छ। उसको दायित्व उत्तिकै हुन्छ, जिम्मेवारी उत्तिकै हुन्छ। उसले चाहिँ आफ्नै बच्चा जस्तै गरेर होइन, उसले चाहिँ सिकाएर दिन प्रतिदिन उसको चाहिँ अहिले परिवर्तनशील सन्दर्भमा कस्तो खालको सिकाइहरू सिकाउनुपर्छ, पहिलेको जस्तो गरेर सिकाएर पनि हुँदैन। अहिलेको गुरुआमाको ठुलो महत्त्वपूर्ण जिम्मेवारी पनि छ। त्यसकारण उसलाई कसरी हुन्छ सिकाइमा चाहिँ अब्बल गराउने, खुसी बनाउने, बालमैत्री वातावरणमा उसको मनोविज्ञान बुझेर, उसको इच्छा बुझेर, हामीले चाहिँ उसको भावना बुझेर त्यस्तो खालको शिक्षा दिनुपर्छ। र गुरुआमा बन्न सजिलो कि आमा भन्ने प्रश्नमा दुईटै भूमिका एकदमै महत्त्वपूर्ण हो। तर आमा भएकोले चाहिँ अलिकति बढी भावनात्मक भइन्छ आफ्नो बालबच्चाप्रति। आजै मैले मेरो छोरीलाई सोधेँ, तिमीलाई आफ्नो आमाबाट सिकेको एउटै कुरा चाहिँ के छ त नि छोरी, तिमीलाई के लाग्यो यसो भन न त एउटा शब्दमा भनेर भनेको एक्सर्साइज भन्यो।
हेको मलाई उसले सधैँ हिँडेको देख्छ कि हिँड्न चाहिँ म जहिले पनि बच्चा नजन्मिँदैबाट सधैँ हिँड्ने एक्सर्साइज गर्नुपर्छ भन्ने खालको लाग्ने। त्यही भएर हामीले आफूले पनि कतिपय व्यवहारहरू थाहा नपाउने गरेर हाम्रो बच्चाले आफै सिक्दा रहेछन् र हामीले जुन अभ्यासमा ल्याउँछौँ त्यो कुरा चाहिँ उनीहरूले सिक्दा रहेछन् र त्यो चाहिँ छाप पर्दो रहेछ जस्तो लाग्छ। गुरुआमा र आमा दुवैको भूमिका चाहिँ महत्त्वपूर्ण छ जस्तो लाग्छ सर। शिक्षाको माध्यमबाट नै संसार बदल्न सकिन्छ। यहाँले एउटा विद्यालय सञ्चालन गरेर धेरै अभिभावकहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि प्राप्त गर्नुभएको छ। बालबालिकाको अगाडि अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू के देख्नुभयो? यहाँले यत्रो लामो समयसम्म शिक्षाको क्षेत्रमा काम गर्दाखेरि दिवाकर सरलाई यो प्रश्न। धेरै महत्त्वपूर्ण प्रसङ्ग ल्याउनु भएको छ। यहाँ मैले मेरो अभिभावकलाई पनि देखिरहेको छु। सबैभन्दा महत्त्वपूर्ण कुरा पहिला आफू उदाहरण बन्नुपर्छ। आफू आफ्ना छोराछोरीको अगाडि आदर्श पुरुष या महिला बन्न सक्नुपर्छ। कहिलेकाहीँ हामीले सबैमा त लागु हुँदैन। मोबाइलमा हामीले कतिपय कुरा ढाँटिरहेका हुन्छौँ, ती बाबु नानीले सुनिरहेका हुन्छन्। कहिलेकाहीँ हामी मोबाइल खेलाइरहेका हुन्छौँ, ती बाबु नानीहरूले हेरिरहेका हुन्छन् र तिमीहरूले मोबाइल खेलाउन हुँदैन भनिरहेका हुन्छौँ हामीले। यसरी यस्ता धेरै गतिविधिहरू हुन्छन् जुन गतिविधि अघि म्याडमले पनि केही प्रसङ्ग निकाल्नु भएको थियो, जुन गतिविधिले बाबु नानीको मस्तिष्कमा नकारात्मक प्रभाव पार्दछ, ती कुराहरू हामीले तिनीहरूको अगाडि गर्नु हुँदैन। कतिपय व्यावहारिक कुराहरू होलान्, आफ्नै किसिमका त्यहाँ समस्याहरू हुन्छन्, ती कुरालाई हामीले बाबु नानी अगाडि गर्नुभन्दा अन्यत्र बसेर गर्दाखेरि राम्रो हुन्छ। हामीले कहिलेकाहीँ तिमीले यो गर्न हुँदैन भन्दै गर्दा ती बाबु नानीले हामीले गरेको देखिरहेका हुन्छन् अनि आफूले गर्ने मलाई नहुने भनेर भन्छ। हाम्रा गतिविधिहरू हुन्छन्, हाम्रा खानपानका कुराहरू होलान्, हाम्रा विभिन्न गतिविधिहरू होलान्। ती गतिविधि गर्दाखेरि हामी अलिकति चनाखो हुनुपर्छ, अलिकति ध्यान दिनुपर्ने हुन्छ, अलिकति त्यसमा विचार पुर्याएर हामी गऱ्यौँ भने अनि बल्ल हाम्रा छोराछोरीलाई यो गर्नु हुन्छ या गर्नु हुँदैन भनेर भन्न सकिन्छ। पहिला आफै नै उदाहरण बन्नुपर्ने हुन्छ, तब मात्रै हामीले अर्कालाई सिकाउन सकिन्छ। म सरलाई नै थप्छु प्रश्न। सरले मोबाइलको कुरा उठाउनु भयो। कोरोनाको समयमा हामीले मोबाइललाई नै एउटा सिकाइको माध्यमको रूपमा प्रयोग गऱ्यौँ र अधिकांश बालबालिकाहरू मोबाइलको माध्यमबाट नै सिक्ने अवसर प्राप्त गर्नुभयो। बालबालिकाहरूलाई मोबाइल, ल्यापटप, ट्याब जस्ता डिजिटल डिभाइसहरूको असीमित प्रयोगले कमजोर हुन गए भन्नेहरूलाई के भन्नुहुन्छ? यसमा सीमितता कायम राख्नु उपयुक्त हो या होइन? हो भने किन र होइन भने किन? यो सत्य कुरा हो। कोरोनाको महामारीदेखि हामीले नै विद्यार्थीहरूलाई मोबाइल किनिदिनुहोस्, मोबाइल राखिदिनुहोस्, मोबाइलको माध्यमबाट हामीले पठन पाठन गराउँछौँ भन्ने किसिमको हाम्रा बाध्यताहरू थिए। त्यो समयअनुसार हामी त्यतिखेर मोबाइल, ल्यापटप लगायतका ग्याजेटहरू हामीले प्रयोग गर्न लगायौँ अथवा प्रयोग गऱ्यौँ भने अहिलेको समय चाहिँ फरक छ। अहिले फिजिकली हामी स्कुलमा गएर अध्ययन गर्न सक्ने अवस्था छ। यस्तो बेलामा विद्यार्थीहरूले त्यो बानी, हिजो मोबाइलसँग दिनभरि बस्नुपर्ने बाध्यता थियो र त्यो बाध्यता आज बानीमा परिणत भएको छ र त्यसबाट छुटकारा पाउनलाई निकै गाह्रो भएको हामी पाउँछौँ, जसको कारणले रिजल्टमा पनि फरक आएको छ अथवा रिजल्टभन्दा पनि पठन संस्कृतिमा कमी आएको छ। बाबु नानीहरू पढ्न त्यति रुचाउँदैनन्। त्यहाँ रङ्गीन संसार छ, त्यहाँभित्र राम्रा कुरा पनि छन्, नराम्रा कुराहरू पनि छन्। राम्रा कुरामा प्रवेश गरेर गइदिए त राम्रै हुन्छ, तर राम्रा भन्दा पनि अधिकांश बाबु नानीहरू गलत विषयवस्तुतिर प्रवेश गरेको हामी पाउँछौँ। त्यसलाई रोक्नको निम्ति उपायहरू छन्। जहाँ समस्या हुन्छ त्यहाँ उपाय हुन्छ, मात्र खोज्नुपर्छ। हामीले ती बाबु नानीहरूलाई कसरी छुटकारा लाउने? तिमी मोबाइल नखेलाऊ भनेर गाली गरेर थर्काएर यो र त्यो गरेर मात्रै हुँदैन।
त्यसका निम्ति थुप्रै उपायहरू छन्। केही उपायहरू जस्तै विद्यालयबाट ती बाबु नानी घर आइसकेपछि ती बाबु नानीको रुचि के छ, केमा रुचि छ, मानौ गाउनेमा रुचि छ, बजाउनेमा रुचि होला, खेल्नेमा रुचि होला, आर्ट कलामा रुचि होला, केमा रुचि छ, त्यो रुचि हामी फाइन्ड आउट गरौँ। यदि हामी सकिँदैन भने विद्यालयबाट शिक्षकहरूलाई सोधेर उनीहरूका रुचिहरू खोजी गरौँ। खोजी गरेर त्यो रुचिप्रति हामी लगाइदिउँ। नाच्नै चाहन्छ भने हामी ट्रेनिङमा लगाइदिउँ। गाउन चाहन्छन् विद्यार्थीहरू भने गाउनेमा लैजाउँ। खेल्न चाहन्छन् भने खेल्न लगाइदिउँ। हामी यस्ता गतिविधिमा लगाएर 2-3 घन्टा हामी त्यहाँ मात्रै हामी समय हामीले समय दिनुपर्ने हुन्छ। हामी समय दिएर त्यहाँ समय छुट्याएर त्यहाँ लगाइदियौँ भने त्यसपछि ती बाबुनीहरू आइसकेपछि घरमा थकित हुन्छन्, एकछिन पढ्ने काम हुन्छ, केही गृह कार्यहरू छ भने गृह कार्य गर्ने काम हुन्छ, अनि त्यसपछि उनीहरू निन्द्रा लाग्छ, सुत्न जान्छन्। यदि केही पनि भएन, विद्यालय र घर अनि अरू गतिविधि केही पनि गराइँदैन, अरू गतिविधिको कुनै पनि व्यवस्थापन हामी गराउँदैनौँ भने विकल्पै छैन, उनी मोबाइल लिएर बस्छन्। कतिपय अभिभावकहरू घरमा हुनुहुन्न अनि उनले मोबाइल लिने र मोबाइलमै खेलेर बस्ने मात्रै काम हुन्छ, जसले गर्दाखेरि पढाइप्रति र पठन संस्कृतिप्रति असर परेको छ, देखिएको छ। धन्यवाद सर। यसैलाई अलिकति थप मोबाइल ल्यापटप जस्ता वस्तुलाई सिकाइको सामग्री कसरी बनाउन सकिन्छ? मैले हसिना म्याडमलाई यसै सन्दर्भमा केही थप कुराहरू प्रश्न पारिदिनु हुन अनुरोध गर्छु। अवश्य सकिन्छ। अहिले त यो संसार नै भन्दाखेरि त मोबाइलमै छ भनेर पनि भनिन्छ होइन। अब तपाईँको गुगलमा सबै कुरा पाइन्छ। एक कक्षामा पढ्ने मेरो छिमेकीको बाबुले पहिला एउटा केही सोधे नि, ठुलो मम्मी मलाई यो शब्दको अर्थ भनिदिनु न भनेर सोध्न आउँथ्यो। अनि मैले पनि सबै त नजाने, अनि एउटा दुईवटा शब्द चाहिँ नेपाली शब्दकोश डाउनलोड गरेकोमा हेर्न थालेपछि उसले त्यो सिक्यो अनि आफै खोज्न थालिहाल्यो। उसले केही जान्दैन, उत्तर आफ्नो मम्मीसँग खोज्नभन्दा आफै खोजेर लेख्न सक्छ। यो प्रविधिमा आएको अभूतपूर्व परिवर्तन हो होइन। मोबाइलबाट, ल्यापटपबाट अथवा ट्याबबाट धेरै कुराहरू सिक्न सक्छन्, इभन टेलिभिजनबाट हाम्रा बालबालिकाले। तर यति भयो भन्दैमा अब यसको चाहिँ अलिकति धेरै प्रयोग चाहिँ हानिकारक पनि हो कि बच्चाहरूमा जुन एउटा कम्युनिकेसन गर्ने होइन, कुराकानी गर्ने कल्चर, सेयरिङ कल्चर हामीबाट हराउँदै गएको हो कि भन्ने एउटा चिन्ता पनि थपिन थालेको छ। उसले बोलेर छिमेकीसँग सोध्न जाँदा अथवा अरूसँग कुरा गर्न भन्दा आफैले मोबाइलमा खोजेर पत्ता लगाएर गर्यो। एकातिर एउटा यसले चाहिँ उसले सबै भनेको चिजहरू पाइराखेको छ, प्रविधिले दिइराखेको छ, तर अर्कोतर्फ कतै हामी दिनदिनै एक्लिँदै गएका त छैनौँ भन्ने पनि चिन्ता एउटा चाहिँ थपिएको पनि छ समाजमा। त्यस कारणले गर्दाखेरि आखिरमा मान्छेलाई चाहिँ मोबाइलबाट, ल्यापटपबाट चाहिने कुरा छन्, सीमितता छन्। हामी केटाकेटीलाई बाबु तिमीलाई 1 घन्टाभन्दा नगर, अरू टाइम चाहिँ तिम्रो बाहिर आउटडोर खेल्ने अथवा यो गर्ने भनेर एउटा मोबाइल आवर पनि तोकिदिन पनि सक्छौँ सीमामा। त्यस्तै गरेर टेक्नोलोजीकै पनि बन्द गर्छ। एउटा 1-1.5 घन्टा खेलेपछि त्यो एउटा लक गरिदिएपछि 1.5 घन्टापछि त्यो ल्यापटप या मोबाइल नखुल्ने पनि हुनसक्छ सानो उमेरका बालबालिकालाई। ठुलाले त आफै पत्ता लगाउलान्। तर त्यो बाहेक पनि यसबाट जुन यसको सीमा पनि छ र यसको चाहिँ जुन उपयोगी पक्ष छ, विशेष गरी उपयोगी प्रयोग पनि भन्न चाहन्छु म त। यसको उपयोगी प्रयोग पक्षलाई चाहिँ हामीले हेरेर उनीहरूलाई चाहिँ उसको कम्प्युटरै खेल्छ भने पनि कम्प्युटरमा के छ उसको रुचि होइन, एनिमेसन होला अथवा अन्य रुचिहरू होलान्, त्योतर्फ लगिदिने कि होइन, कसरी हुन्छ उसको रुचि जगाइदिने कुरा पनि हामीले गर्न सकिन्छ। र अब मोबाइलै नखेल, मोबाइल बिना त अघि मैले भने हाम्रो घरमा चाहिँ घर र मोबाइल सँगै छन्, त्यसकारण मोबाइल बिनै होइन कि। जस्तै खानेकुराकै कुरा गऱ्यो भने पनि जुन खानेकुरा नखाऊ अथवा बाहिरको जङ्क फुडहरू नखाऊ भनेर उहाँहरूलाई भन्यो भने झन् छिटो खान मन लाग्छ नि। त्योभन्दा पनि घरमा आफूले पकाएर घरकै खानेकुरा पनि खुवाउने र थोरै टेस्ट पनि गर्न दिने जस्तै नै हो जस्तो लाग्छ मलाई यो टेक्नोलोजीको प्रयोग पनि। धन्यवाद। हामीलाई समयको सीमाले बाँधिसकेको छ। हामी केही प्रश्नहरू हामीसँग थिए र ती प्रश्नहरूको अलावा हामीले यो सेसन चलाइरहँदाखेरि यहाँ उपस्थित हुनुभएका अधिकांश व्यक्तित्वहरू, बौद्धिक व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूले आजका वक्ताहरूलाई यो प्रश्न सोधिदिएको भए हुन्थ्यो र यी प्रश्नहरू
छुटे भन्ने कुनै प्रश्नहरू लाग्छ भने म यहाँहरूलाई दुईवटा प्रश्नको लागि म आयोजकलाई माइक दिनको लागि अनुरोध गर्दछु। हेलो, धन्यवाद आयोजकहरूलाई र श्रोता सबैमा। कार्यक्रम घर एउटा विश्वविद्यालय हो भन्ने भएको कारणले मलाई पनि विशेष रुचि लागेर यसमा सहभागी हुन आएको छु। र यहाँ हामीले जुन सवाल जवाफ अथवा हाम्रो सहजकर्ताले स्पिकर साथीहरूलाई जता डोर्याउनु भयो त्यही दिशातिर डोरिँदै जाँदाखेरि घर के साँच्चै विश्वविद्यालय हो त भन्ने प्रमाणका रूपमा पुष्टि नभएर मेथोलोजी के गर्ने, कसरी जाने, कता कता जाने भन्ने रूपमा चाहिँ प्रस्तुति भएको पाएँ मैले। र घर एउटा विश्वविद्यालय हो। विश्वविद्यालय दुई खालको मान्न सकिन्छ। म त्यसलाई यहाँहरूलाई सपोर्ट गर्न बोलिरहेको छु। एउटा सांस्कृतिक विश्वविद्यालय जुन हामीले नियम कानुन पाठ्यक्रम आदिहरूको आधारमा सञ्चालन गरेका छौँ, परीक्षा लिनेदेखि करिकुलम बनाएर लिने आदि सबै। र अर्को प्राकृतिक विश्वविद्यालय, घरलाई चाहिँ एउटा प्राकृतिक विश्वविद्यालयको रूपमा लिँदा राम्रो हुन्छ कि भन्ने मलाई लाग्छ, जसमा घर परिवारका सबै सदस्य शिक्षक हुन्, सबै विद्यार्थी हुन्। बा आमाबाट अथवा हजुरआमाबाट, दाइ भाउजू दिदीभाइ आदिबाट पनि सबैले सिकेका हुन्छन् र सानो बालबालिकादेखि ठुलोसम्म आमा बुवाले पनि उहाँहरूबाट सिक्नुपर्छ। त्यसकारण शिक्षक, घर परिवारका सबै सदस्य शिक्षक पनि हुन्, सबै सदस्य विद्यार्थी पनि हुन्। र पाठ्यक्रम के हो त भन्दा उनीहरूको जीवन भोगाइ र बुझाइ हो। थोरै भोगाइ र बुझाइ हो। मूल्याङ्कन के हो त भन्दा उनीहरूको संस्कार हो। उनीहरूको पाठ्यक्रम हामीले परीक्षा के हो त भनेर लेखेर हुँदैन होइन। त्यहाँ जीवनका विभिन्न परिस्थितिहरूको सामना र त्यसको ज्ञानबाट उसको परीक्षा हुन्छ। कस्तो कस्तो कुरा सिक्यो युनिभर्सिटीमा, विश्वविद्यालय भनेको ज्ञान कसरी पायो भन्ने कुरा हो। र मुख्य गरी यो चाहिँ सामाजिक शिक्षा हो। सामाजिक शिक्षा भनेको भोगाइ र बुझाइ हो। हाम्रो भोगाइ र बुझाइ जुन छ त्यो हामीले पाउने जुन सांस्कृतिक विश्वविद्यालयहरू छन् तिनीहरूमा हाम्रो भोगाइ र बुझाइ जुन हुन् तिनीहरू कम रहन्छन्। जस्तो परम्परागत रूपमा सांस्कृतिक र परम्परागत रूपमा बुझ्न पर्दा भाषा, धर्म, चाडपर्व आदिका बारेमा, व्यावहारिक सिपको विषयमा बुझ्न पर्दा आत्मनिर्भर, सामाजिक सहयोग र अनुशासन, यी कुनै करिकुलममा त्यो सांस्कृतिक विश्वविद्यालयमा हुँदैनन्। नैतिक मूल्यको रूपमा इमान्दारिता, करुणा, धैर्यता र आधार सत्कार, भावनाहरूको रूपमा बुद्धिमत्ता, सन्तुलन, सङ्घर्ष, समाधान, हर्ष, विस्मात आदिका विषयमा हामीले त्यो घरबाट सिकेका हुन्छौँ। त्यसैले घर भनेको त्यस्तो विश्वविद्यालय हो जहाँ अनुभव, पाठ्यक्रम र पाठ्यपुस्तक हुन्छ। परीक्षा भोगाइ र बुझाइमा लिइन्छ र डिग्री व्यक्तिको इमान्दारिता र व्यक्तित्वमा झल्किन्छ। त्यस्तो चाहिँ प्राकृतिक विश्वविद्यालय घर हो। त्यसकारण बालबालिकाहरू हजुरबुबा आमाबाट लोककथा सुनेर नैतिकता सिक्दछन्, आमा बाबाबाट व्यावहारिक जीवनको ज्ञान प्राप्त गर्दछन्, दाजुभाइ दिदीबहिनीबाट सहकर्मी र सहकार्य र जिम्मेवारीको पाठ सिक्छन्। त्यसो भएको हुनाले यो विश्वविद्यालय हो घर भनेर पुष्टि गर्न पाए राम्रो हुन्थ्यो कि भनेर मैले यहाँहरूलाई मेरो सुझाव प्रस्तुत गरेँ। धन्यवाद। धन्यवाद। हजुर, समयको लागि धन्यवाद। अघि दिवाकर सरले भन्नुभयो समय व्यवस्थापन गऱ्यो भने हरेक कुरा सम्भव हुन्छ भन्नुभयो। यसमा चाहिँ मैले के प्रश्न राख्न चाहेँ भन्दा स्कुलमा चाहिँ शिक्षिकाले भन्नुहुन्छ तपाईँको बालबच्चाको मैले धेरैतिर सम्भावना देखेको छु, हाजिरी जवाब अनि यस्तै वक्तित्व कला, चित्रकला, नाच, नृत्य प्रतियोगिता सबैमा चाहिँ हजुरले घरमा चाहिँ थोरै समय दिन सक्नुभयो भने
हजुरको बच्चाले चाहिँ सबै क्षेत्रमा राम्रो गर्न सक्छ भन्नु है। यसमा चाहिँ हामीले बच्चाहरूलाई सबै क्षेत्रमा चाहिँ समय दिन नसकेको अवस्था देखिएको छ। यसमा चाहिँ मैले दिवाकर सरलाई प्रश्न राख्न चाहेँ, के गर्दाखेरि हामीले सबैतिर हाम्रो आफ्नो बच्चालाई चाहिँ अगाडि बढेको देख्न सकिन्छ? धन्यवाद। यहाँले आफ्नो परिचय दिनको लागि म अनुरोध गर्दछु। माइक पछाडि गइसकेछ। आफ्नो नाम र परिचय। मेरो नाम अञ्जली नेपाल वाग्ले, मेरो थाई ठेगाना दोर्दी गाउँपालिका 3 लमजुङ। हाल म कास्की जिल्ला अदालतमा कार्यरत छु। धन्यवाद। धन्यवाद म्याम। म सर्वप्रथम हाम्रो आदरणीय सरलाई पनि म धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू हामीले छुटाएका कुराहरू उहाँले समेट दिनुभएको छ। हामीलाई प्रश्नहरू आउँछन्, त्यसलाई 2-3 मिनटभित्र 5 मिनटभित्र सिद्धाउनु पर्ने हुन्छ र बाध्यता हुन्छन्। यो घर नै विश्वविद्यालय भन्ने कुरा म यति धेरै कुराहरू छ, आधी घन्टा 1 घन्टा कन्टिन्यू कुरा गर्दा पनि नसकिने कुराहरू, छुटेका कुराहरू सरले यहाँ जोड दिनुभएको छ। त्यसप्रति म आदरणीय सरलाई म धेरै धन्यवाद दिन चाहन्छु। र यो म्याडमले राखेको प्रश्नमा हामीले साना बाबु नानीहरू यति धेरै जिज्ञासु हुन्छन्, त्यो जिज्ञासु हुने क्रममा कहिलेकाहीँ हामी दिक्क मानेर यो मलाई आउँदैन, पर्दैन, चाहिँदैन, छोड्दै भन्ने किसिमका जब हामी यस्ता क्रियाकलाप बाबु नानीसँग गर्छौँ, त्यसपछि ती बाबु नानीहरू हामीसँग सोध्न आउन छोडिदिन्छन्। हामीले ती बाबु नानीहरूलाई सानै उमेर जिज्ञासु बनाउँदै लाने हो। तिनीहरूको उत्सुकतालाई हामी मेटाउँदै जानुपर्ने हुन्छ। जति प्रश्न सोध्छन्, कतिपय जान्ने प्रश्न हुनसक्छन्, कतिपय नजान्ने पनि हुनसक्छन्, तर पनि तिनीलाई हामीले कन्भिन्सिङ तरिकाबाट हामीले तिनीलाई केही न केही उत्तर दिनुपर्छ। नभए सिकेर, हेरेर, सोधेर, बुझेर पनि तिनीलाई उत्तर दिन सकियो भने तिनीहरूको जिज्ञासु स्वभाव चाहिँ बढ्दै जान्छ र भोलि तिनीहरू जुनसुकै क्षेत्रमा पनि राम्रो काम गर्न सक्छन् नि मलाई लाग्छ। र समय व्यवस्थापन गर्नको लागि जसरी मलाई हजुरले ट्युसन पढाउन बोलाउनु हो भने म तपाईँको घरमा 5 बजे भन्नु भने म 5 बजे पुगेको हुन्छु भने तपाईँले आफ्नो छोराछोरीलाई 5 बजे भनेर कहिले पनि 5 बजे पुग्नु तपाईँ। मेरै घरको छोराछोरी त हो नि, म के अरे 5:30 बजे बेलुका 6 बजे 7 बजे बेलुका पढाउँछु, आज भ्याइन भोलि पढाउँछु भनेर भन्दै गर्न थाल्यौँ भने हामी त्यहाँ चुकिरहेका हुन्छौँ। हामीले त बाबु नानीलाई सिकाउनु पर्ने, दिनुपर्ने, समय दिनुपर्ने, दिइरहेका हुँदैन। एउटा स्पेसिफिक टाइम बनाइदिउँ। मेरो यो टाइम चाहिँ मैले छोराछोरीसँग बस्ने हो, यो टाइम चाहिँ म परिवारका सदस्यसँग बसेर गफ गर्ने हो, दिनभरिका गतिविधिहरू सुन्ने हो, त्यहाँ भएका राम्रा कुरालाई तिनीलाई स्याबास भनेर भन्ने हो र त्यहाँ भएका केही कमी कमजोर छैन यसलाई यसरी होइन हामीले यसलाई सुधार्नुपर्छ, भोलि यसरी जानुपर्छ सल्लाह दिने। उदाहरणको लागि मानव एउटा कुनै बाबु नानीले कसैको पेन्सिल लिएर आएछ, पेन्सिल लिएर आयो भने त्यो बाबु नानीलाई यो पेन्सिल लिनु हुँदैन बाबु, यो भोलि फिर्ता गरिदिनुपर्छ, बरु म पनि जान्छु भनेर एकछिन समय दिएर स्कुलमा गएर पेन्सिल अरूको छेउमा, अरू बाबु नानीको छेउमा त्यो पेन्सिल फिर्ता गरिदियो भने अरूले पनि कुराहरू सिक्छन्। लान हुँदो रहेछ नि भन्ने कुरा भन्न त शिक्षकहरूले सिकाइराखेको हुनुहुन्छ, तर पनि त्यहाँ पनि अभिभावकको सहभागिता भइदियो भने अझै राम्रो हुन्छ। र विशेष गरेर हामीले स्पेसिफाई गरेर समय छुट्याउनु पर्ने हुन्छ। छुट्टीका दिनहरू पनि अलिकति समय, जस्तै आज केही अभिभावकहरूले ल्याउनुहोस्, बाबु नानीहरू ल्याउनु भएको छ, सँगसँगै हेर्नुहोस्, केही कुरा यहाँ हेरेर पनि देख्न सकिरहेका छन्। यसरी हामी केही समयहरू व्यस्त छौँ, हामी थाहा छ, तर पनि केही समय छुट्याएर स्पेसली बच्चाहरूको लागि भनेर छुट्याउन सकियो भने त्यसले हामीले चाहेको जस्तो बाबु नानीहरू भएका उत्सुकतालाई हामीले बाबु नानीहरूले गर्न खोजेका क्रियाकलापमा हामीले सपोर्ट गर्न सक्यौँ भने उनले अब्बल बनेर आफ्ना गतिविधिहरू देखाउन सक्छन् जस्तो मलाई लाग्छ। म्याम धन्यवाद अञ्जली म्याडमको प्रश्नको उत्तरप्रति। र यहाँबाट अझै 2वटा क्वेसनहरू सोध्नको लागि हामीले समय उपलब्ध गराउनेछौँ। कसैलाई यी प्रश्नहरू सोध्नुपर्ने थियो र यहाँबाट आएन भन्ने अझै पनि लागेको अवस्थामा यहाँहरूलाई 2वटा प्रश्न सोध्नको लागि म हार्दिक अनुरोध गर्दछु। हामीले हाम्रा विद्यालयहरूमा अभिभावकहरूले विद्यार्थी पठाइसके पछाडि
हामीले पैसा तिरेर विद्यालयमा बालबच्चाहरू पठाइसके पछाडि सबै सिकाइ विद्यालयले दिनुपर्छ भन्ने गुनासाहरू एकातर्फ सुन्छौँ भने अर्कोतर्फ विद्यालयले राम्रो वातावरणबाट बालबच्चाहरू आउनै सकेनन्, जसको परिणामस्वरूप हामीले सिकाउन सकेनन् भन्ने विद्यालयहरूबाट पनि हामीले सुन्छौँ। विद्यालयमा आउने अधिकांश अभिभावकहरू बालबालिका र विद्यालयमा हुने सिकाइका बारेमा कसरी प्रस्तुत हुन्छन्? यहाँले लामो समय विद्यालय सञ्चालन गर्नुभयो र धेरै लामो समय अभिभावकहरूसँग रहनुभयो। आफ्नो कुनै छोटो अविस्मरणीय अनुभव भए दिवाकर सरलाई बताइदिनको लागि म अनुरोध गर्दछु। बाबु नानीहरूलाई स्कुलप्रति पढाइप्रति अझै बढी उत्सुकता जगाउनको लागि हामी पुस्तकमा मात्रै आधारित भएर अगाडि बढ्नु हुँदैन। विभिन्न गतिविधिहरू हुन्छन्, चाहे त्यो पेपरसँग खेल्ने कुरा होस्, चाहे त्यो माटोसँग खेल्ने कुरा होस्, चाहे त्यो ढुङ्गासँग खेल्ने कुरा होस्, चाहे त्यो प्रविधिसँग खेल्ने कुरा होस्। यी सबै कुरालाई हामीले अलिकति ध्यान दिनुपर्ने हुन्छ र त्यो गतिविधिहरू विद्यालयहरूमा पनि गरिदिनुपर्ने हुन्छ। सबै अभिभावकले ती सबै कुराहरू सक्ने, जान्ने, स्किल हुने कुरा चाहिँ हुँदैन। स्कुलमा त्यो किसिमको वातावरण हामीले बनाइदिन सकियो भने कुनै पनि कुराहरू सिक्नको लागि विद्यार्थी र छोराछोरीहरूमा उत्सुकता जाग्दछ। मानौँ माटोलाई हामी साइन्ससँग जोडेर हेर्न सक्छौँ। साइन्सका गतिविधि गर्नको लागि माटो लिएर आएर स्कुलमा माटो खेलाएर विभिन्न किसिमका मूर्तिहरू बनाउन सिकाइयो भने त्यो घरमा गएर ती बाबु नानीहरू मूर्ति बनाउने क्रममा उनीहरूको माइन्ड फङ्सनिङ भइरहेको हुन्छ, उनीहरूको माइन्ड कन्सन्ट्रेसन भइरहेको हुन्छ र त्यो खेल्दै गर्दाखेरि अनि पढ्ने यहाँनिर मेरो यो पुगेन, मोबाइलले खेल्यो भने पनि त्यो मोबाइलमा यो कसरी बनाउनु पर्ने रहेछ भनेर त्यहाँ हेर्ने गरेको हामी पाउन सक्छौँ। हाम्रा क्राफ्टका कामहरू हुन्छन्, ती क्राफ्टका कामहरू हामीले केही गर्न दियौँ भने घर फोहोर होला। हजुरहरूलाई दुःख देलान् बाबु नानीहरूले, यो सामान ल्याइदिएर त्यो सामान ल्याइदिए भन्लान्, तर सामान ल्याइदियौँ भने ती बाबु नानीहरू मोबाइल छोडेर त्यो गतिविधिहरू गरेर बसेका हुन्छन् र त्यहाँ खेल्दै गरेर रमाइरहेका हुन्छन्, रमाउँदै सिक्दै भइरहेको हुन्छ। त्यो पढ्ने काम भन्दा पनि सिक्ने काम त्यहाँ बढी भएको हुन्छ। त्यो व्यवहारिक पनि हुन्छ। यसलाई हामीले व्यवहारिक शिक्षा पनि भनेर भन्न सक्छौँ। यस्ता थुप्रै गतिविधि छन् हाम्रो बाबु नानीलाई उत्सुकताका साथ हामीले पढाउन सक्छौँ। त्यो किसिमको वातावरण हामी दिन सक्छौँ। त्यसको निम्ति यदि विद्यालयले त्यस्तो किसिमको वातावरण बनाएको छ, दिएको छ र यो कुरा गरौँ भनेर भन्दै गर्दा 2-4 रुपियाँ खर्च हुनसक्छ, तर त्यसले धेरै सिकाइ चाहिँ हुन्छ, भित्रबाट सिकाइ हुन्छ। तिनीहरूको माइन्ड चाहिँ फङ्सनिङ हुने काम गरेको हुन्छ, माइन्ड एक्टिभेट हुने काम गरेको हुन्छ। त्यसमा यहाँहरूको पक्का पनि सहभागिता रहन्छ, यहाँहरूको सहयोग त्यहाँ रहन्छ भन्ने मैले बुझेको छु। धन्यवाद। पाठ्यक्रम भनेको सिकाइको योजना हो। घर पहिलो विश्वविद्यालयभित्र विभिन्न किसिमका सिकाइका योजनाहरू तयार गरिन्छन् र हामी घरमा हुने सिकाइमा मात्रै केन्द्रित रहेर यो सेसन सञ्चालन गऱ्यौँ। हाम्रो यो सेसनलाई ध्यानपूर्वक सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दै हाम्रो सेसन यहीँ समाप्त भएको जानकारी गराउँदछौँ। धन्यवाद।